शब्द निशब्द हुँदो रहेछ। शब्द निशब्द भएर चाहिँ के हुन्छ? टिकापुरको घटना नागरिकहरूको न्यायको आवाजलाई, न्यायको निवेदनलाई, आग्रहलाई, अनुनयलाई राज्यले जब सुन्दैन त्यसको चरम परिणति भनेको टिकापुरको घटना। टिकापुरको घटना कसले घटाएको? यो राज्यले घटाएको। थारू समुदायमाथि ऐतिहासिक कालदेखि भएको उपेक्षा, अन्याय, अपमान, उत्पीडन त्यसको एकमुष्ट अभिव्यक्ति भनेको दुर्भाग्यवश कर्तव्य पालन गरिरहेका प्रहरीहरू थारूहरूको आक्रोशको टाढो हो। प्रहरी नै टाढो किन भयो? प्रहरी भनेको राज्यको स्थानीय तहको त्यो सत्ताको प्रतीक हो। सत्ताधारीहरू ठुलाबाट यहाँ सिंहदरबारमा त थारू आउन सक्ने थिएन। आफ्नो नजिकमा सत्ताको जो प्रतीक थियो त्यसमा आएको। यदि राज्यले थारू समुदायका आकाङ्क्षालाई संविधानमा संशोधन गरेन भने अरू टिकापुर गर्नेछ। कैलालीमा मात्रै होइन, समग्र मधेसभरि त्यस्ता घटनाहरू गर्नेछ। त्यसो नेपालको यो थारू समुदाय भनेको आदिवासी को हुन् मलाई थाहा छैन। मैले सजिलोसँग भन्न सक्ने आदिवासी भनेको चाहिँ थारू समुदाय। त्यसले वन खननी गर्यो, त्यसले औलो पचायो, पहाडबाट आउने टाठाबाटाहरूले त्यसको सर्वस्व लुट्यो, राज्यले त्यसलाई दमन गर्यो, पहाडीले दमन गर्यो, सबै प्रतिले गयो। तर त्यो बाँचिरहेको छ। यो थारू जाति भनेको ज्यादो छ कि सारा जहर पचाएर जी थारू बाँचिरहेको। यसको सहनशक्ति, यसको शौर्य, यसको संवेदनसँग धेरै चिज छ। बाँकी अब के गर्ने हो? उद्योगले भन्नुभयो, विजय सरले पनि भन्नुभयो, तिनवटा कुरा गर्न सक्छ। पहिलो कुरा त यो संविधान रोक्ने। संविधान बनाउन अग्रसर भएका मालिकहरू 90% गणित बनेर बसिरहेको छ। तिनलाई 2/3 अहङ्कार छ। पहिलो, सभासद जुनसुकै पार्टीको भए पनि त्यो थारू समुदायको सदस्य हो। त्यसको इतिहास, त्यसको संविधान, त्यसको भविष्य, त्यसको अस्तित्व त्यो समुदायसँग जोडिएको हुन्छ। त्यो पार्टी भनेको गौण कुरा हो। काङ्ग्रेस, एमाले, माओवादी, राप्रपा, माओवादी जे छन् त्यो तपाईँको निम्ति 2 नम्बरको कुरा हो। प्राथमिक कुरा भनेको के हो? आफू हो, आफ्नो समुदाय, त्यसको आकाङ्क्षा, त्यसको मुक्ति। त्यसैले संविधान सभामा थारू समुदायका जति सभासद हुनुहुन्छ तपाईँले एक हुनुपर्छ। पहिलो कुरा। दोस्रो कुरा कहिले पनि उल्लेख भयो, हाम्रो आन्दोलन टापु जस्तो भएको छ। पूर्वाञ्चल गएँ, लिम्बू एउटा टापु, अलिकति एउटा थारू टापु, मधेसी टापु, मुस्लिम टापु, के टापु। टापुमा भइरहेका जति आन्दोलन छन् ती सबै उत्पीडनबाट उठेका आवाज हो। तिनका पीडाहरू साझा छन्। तिनका बिचमा नमिल्ने कुरा धेरै होलान्, दर्शनका कुरा होलान्, जीवनशैलीका कुरा होलान्, संस्कृतिका होलान्। तर एउटा कुरा के मिल्छ भने ती सबै यो राज्यबाट उत्पीडित छन्। उत्पीडितहरूका टापुका रूपमा छरिएका जे जति आन्दोलन छन् त्यसलाई हामीले एकीकृत गर्नुपर्छ। अहिले गर्ने हामीले यति नै हो। तर वीरेन्द्रजीको कुरामा म पनि लगभग सहमत छु। अहिले सत्ता चलाइरहेका वर्चस्ववादीहरूमा यति ठुलो हट छ। तपाईँको सानोतिनो आवाजले, तपाईँको सानोतिनो दबावले यो संविधानलाई उपेक्षित जनताको अनुकूल बनाइहाल्लान् भन्ने मलाई विश्वास लाग्दैन। तथापि हामी प्रयत्न गर्नुपर्छ। सकेसम्म संविधान जारी हुन अगाडि नै सङ्घीयतामा थारूहरूको आफ्नो भाग्य र भविष्य लेख्नुपर्छ। त्यसको पहिचानको अधिकार, त्यसको स्वराजको अधिकार, दुईवटा कुरा हो। संविधानमा त्यो लेख्नुपर्छ। हामीले त्यो लेख्न सकेनौँ भने सङ्घर्ष लामो हुन्छ, ऐक्यबद्ध रूपमा गर्नुपर्छ। त्यसले यो शब्द निशब्द भएको बेलामा कहिलेकाहीँ त मलाई के लाग्छ भने शब्दले काम गरेन, म आफै त्यो भएको भए पड्किन्थेँ जस्तो लाग्छ। तपाईँले जति बोल्दा पनि जब सुन्नेले सुन्दैन, तपाईँसँग हतियार के हुन्छ? तपाईँसँग मुक्का हुन्छ, ढुङ्गो हुन्छ, कोप हुन्छ, भाला हुन्छ, अनि टिकापुर हुन्छ। त्यसले टिकापुरको घटनालाई फेरि दोहोरिन नदिनको निम्ति हामी सबैको ऐक्यबद्ध संयमपूर्ण दूरगामी आन्दोलन हुनुपर्छ। त्यसो हो भने तपाईँहरू न्यायको आन्दोलनमा हुनुहुन्छ। र कैलालीमा भ्रमणको त्यसको केही टुरिङको बन्दोबस्त भयो भने म त्यहाँ जानु पाउँदा खुसी हुनेछु। म त्यहीँ गएर हेर्न पाएँ। धन्यवाद।